आजको यस भिडियोमा राष्ट्रिय परिचय पत्र अर्थात् नेसनल आइडी कार्ड अनलाइन मार्फत कसरी भर्न मिल्छ भनेर जानकारी गराउन गइरहेको छु। आशा छ हजुरहरूले यस भिडियोलाई अन्तिमसम्म हेर्नुहुनेछ र यस्तै इन्फर्मेटिभ भिडियोको लागि हजुरहरूले यस च्यानललाई लाइक सब्स्क्राइब गर्नुहोला भन्दै हजुरहरूले क्रोम ब्राउजरलाई ओपन गर्नुहोस्। ओपन गरिसकेपछि हजुरहरूले यहाँ टाइप गर्नुपर्नेछ NID स्पेस NEPAL NID नेपाल भनेर सर्च गर्नुहोस्। गरिसकेपछि हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ NID प्री इनरोलमेन्ट भनेर देखाएको छ। यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि हजुरहरूको यहाँ देख्न सक्नुहुन्छ दुईटा अप्सन देखाएको छ, लगइन फर इन्डिभिजुअल्स र लगइन फर सर्भिस प्रोभाइडर्स भनेर। हजुरहरूले लगइन फर इन्डिभिजुअल्समा लगइन गर्नुपर्नेछ। यहाँ क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि हजुरहरूको इन्टरफेसमा यस्तो देखाउँछ। हजुरहरूको यहाँ मोबाइल नम्बर राख्न भनेको छ। हजुरहरूले आफ्नो यहाँ मोबाइल नम्बर राख्नुहोस्। मोबाइल नम्बर राखिसकेपछि हजुरहरूलाई 4 डिजिटको OTP कोड आउँछ त्यही नम्बरमा। त्यो कोडलाई हजुरहरूले यहाँ राख्नुहोस्। यसरी राखिसकेपछि हजुरहरूको यहाँ देख्न सक्नुहुन्छ न्यू इनरोलमेन्ट भनेर देखाएको छ। यसमा हजुरहरूले क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि हजुरहरूले यसलाई क्लोज गर्न सक्नुहुन्छ। त्यसपछि हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ मेन एप्लिकेन्ट डाटा भनेर फिलअप गर्न भनेछ। यसलाई हजुरहरूले राम्रोसँग हेरेर फिलअप गर्नुपर्नेछ। जस्तै यहाँ पहिलो नेम फर्स्ट नेम भनेको छ, नेपाली इङ्ग्लिस दुईटैमा लेख्नु होला। थरहरू राख्नुहोस्, जन्ममिति राख्नुहोस्, अनि जन्मस्थान कहाँ भएको छ त्यो सबै फिलअप गर्नुहोस्। नागरिकताको किसिम सबै फिलअप गर्नुहोस्। नागरिकताको नम्बर राख्नु होला। जारी जिल्ला भनेको छ, जारी मिति सबै राख्नुहोस्। यो सबै राखिसकेपछि यहाँ एडिसनल इन्फर्मेसन भनेर पनि देखाएको छ। यसमा पनि फिलअप गर्नुहोस्। लिङ्ग राख्नुहोस्, वैवाहिक स्थिति राख्नुहोस्। यो पितृत्वको स्थितिमा चाहिँ हजुरहरूले के राख्नुपर्छ भन्दाखेरि यसमा हजुरहरूले नोन भनेर राख्नु होला। यसलाई नोन भनेर सिलेक्ट गर्नु होला। शैक्षिक योग्यता राख्नुहोस्, व्यवसाय राख्नुहोस्, जात जाति सबै राख्नुहोस् र धर्म पनि राखेर नेक्स्टमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि हजुरहरूको यहाँ कन्ट्याक्ट डिटेल्स भनेर देखाउँछ। यसमा हजुरहरूले कन्ट्याक्ट डिटेल्सहरू राख्नुपर्नेछ। मोबाइल नम्बर, प्रदेश, जिल्ला, गाउँपालिका, नगरपालिका भनेको छ, वडा नम्बर भनेको छ, टोल, भिलेज टोल भनेर लेखेको छ। यो सबै हजुरहरूले फिलअप गर्नुपर्नेछ। यो चाहिँ पर्मानेन्ट एड्रेस हो। यसलाई चाहिँ पर्मानेन्टमा राख्नु होला। यदि टेम्पोररी हुनुहुन्छ भने टेम्पोररीमा गएर हजुरहरूले सबै फिलअप गरेर नेक्स्ट गरिदिनु होला। त्यसपछि हाम्रो आउँछ फ्यामिली डिटेल्स भनेर। यसमा चाहिँ हजुरको फ्यामिली डिटेल्सहरू सबै भर्नुपर्ने हुन्छ। जस्तो फादरको नाम भनेको छ, फादरको नाम यहाँ सबै भर्नु होला। यहाँ नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र छ भने त्यो परिचय पत्र नम्बर सबै यहाँ लेखेको सबै फुलफिल गरिदिनु होला। त्यसपछि मदर्स नेम भनेको छ, मदर्सको पनि सेम सबै डिटेल्सहरू सबै राख्नु होला। त्यसपछि छ हजुरको ग्रान्डफादर्स डिटेल्स भनेछ, ग्रान्डफादर डिटेल्सको पनि सबै राख्नु होला। त्यसपछि हजुरआमा ग्रान्ड मदरको पनि भनेको छ, यो पनि सबै फिलअप गर्नु होला। स्पाउस भनेको चाहिँ हजुरको अब सिङ्गल हो भने परेन, अब म्यारिड हुनुहुन्छ भने स्पाउसको पनि राख्नुपर्ने हुन्छ। यति सबै यो सबै भरिसकेपछि अब यो गार्जियनहरू भर्न पर्दैन, माथिको मात्र भरे हुन्छ। यो सबै भरिसकेपछि हजुरले नेक्स्ट गर्नु होला। त्यसपछि हामी एपोइन्टमेन्ट डिटेल्समा आउँछौँ। यसमा चाहिँ हजुरको बायोमेट्रिक दिने स्थान भनेर लेखेको छ। यसमा चाहिँ हजुरले कुन जिल्ला प्रशासन कार्यालयबाट हजुरले बायोमेट्रिक दिने हो त्यो चाहिँ हजुरले यहाँ सिलेक्ट गर्नुपर्ने छ। सिलेक्ट गर्नुहोस्। यसरी
त्यसले गर्दा कहिले कहिले इरर पनि देखाउँछ। इरर बाई चान्स देखाइहाल्यो भने चाहिँ हजुरले अदर्स चुज गरेर यहाँ मिति राखिदिएर हजुरले यहाँ सर्च गर्न सक्नुहुन्छ। यदि एमा अदर्सबाट गर्नभन्दा जिल्ला प्रशासन कार्यालयबाटै नै देखाएको छ भने चाहिँ अदर्सलाई चुज नगर्नु होला। यदि इरर देखाइराख्यो भने मात्र अदर्सलाई चुज गर्न सक्नुहुन्छ र हजुरले नेक्स्ट गर्न सक्नुहुन्छ। त्यसपछि नेक्स्ट अप्सन रहेको छ प्रिभ्यू अप्सन। यसमा चाहिँ हजुरले चढाउनु भएको सबै विवरणहरू सही छ कि छैन प्रिभ्यूमा गएर हजुरले हेर्न सक्नुहुन्छ। हेरिसकेपछि एकचोटि राम्रोसँग चेक गर्नु होला। चेक गरिसकेपछि त्यसलाई प्रिन्ट आउट गरेर तल सिग्नेचर गरेर हजुरले जिल्ला प्रशासन कार्यालयमा लग्नुहोस्। लगिसकेपछि उहाँहरूले चाहिँ यो दिन आउनुहोस् भनेर चाहिँ बायोमेट्रिकको लागि यो दिन आउनुहोस् भनेर उहाँहरूले जानकारी गराउँछ। त्यसपछि हजुरहरू चाहिँ त्यही डेट लिएर गएर बायोमेट्रिक दिन सक्नुहुन्छ र बायोमेट्रिक दिँदा तपाईँको आँखाको रेटिना चेक हुन्छ। अनि हजुरको अब फिङ्गर प्रिन्टहरू हुनसक्छ, सिग्नेचरहरू गर्नुपर्छ। अब त्यो के अहिले के चलिरहेछ त्यही अनुसार गर्नुपर्छ, त्यही गर्नुहोला। साथीहरू, आजको यस भिडियोमा अनलाइन मार्फत राष्ट्रिय परिचय पत्र कसरी भर्न सकिन्छ भनेर हजुरहरूले राम्रोसँग हेर्नुभयो, सिक्नुभयो होला भन्ने आशा गरेको छु। र यस्तै यस्तै भिडियोहरू आगामी दिनमा आओस् भन्नको लागि हजुरहरूले यस च्यानललाई लाइक, सब्सक्राइब गर्न नबिर्सिनु होला। हवस् त, धन्यवाद।